बन्ने सरकारले 60% भन्दा बढी मान्छेहरूलाई घटाएर 30% मा झार्नु पर्यो। बाँकी 30% लाई विभिन्न सिपमूलक तालिमहरू दिएर अरू क्षेत्रमा लगाउन सक्नु पर्यो र साथै कृषिलाई व्यावसायिक बनाउन सक्नु पर्यो, प्रविधि मैत्री बनाउन सक्नु पर्यो। हरेक स्थानीय ठाउँमा चिस्यान केन्द्रहरू, कोल्ड स्टोरहरू बनाउनु पर्यो, प्रशोधन केन्द्रहरू बनाउनु पर्यो। अनि मात्र यो कृषिबाट हामीले यो देशले धेरै भन्दा धेरै फाइदा उठाउन सक्छ। म विश्वास लिन चाहन्छु अब यो देशले बिस्तारै काँचुली फेर्नेछ। म विश्वास लिन चाहन्छु अब बन्ने सरकारले आफूले आफूलाई दायाँ बायाँ नहल्झाइकन यो देशलाई निर्माण गर्नको निम्ति अगाडि बढ्नेछ। अबको 5 वर्षमा के गर्ने हो स्पष्ट भिजन बनाएर अगाडि बढ्छ र त्यो भिजन अनुसार सबैभन्दा ठुलो कुरा एक्सनमा जानेछ। यसभन्दा अगाडि पनि भिजन नबनाएका होइनन्, यसभन्दा अगाडि पनि सपना नदेखाइएको होइन, तर त्यतिखेर सपना अनुसारको एक्सनमा गइएन, त्यसलाई कार्यान्वयन गर्न गइएन। कुनै पनि भिजन विदाउट एक्सन एउटा इमेजिनेसन मात्र हुन्छ, एउटा मिठो कल्पना मात्र हुन्छ। अब बन्ने सरकारले त्यसलाई मिठो कल्पना मात्र नबनाओस्, यसलाई साँच्चै एक्सनमा लिएर जाओस् र साँच्चै यो देशको अनुहारलाई बदल्योस्।